तलब बढाउनु भन्दा शिक्षा स्वास्थ्य निःशुल्क गरिदिए आधी तलबमै काम गर्न मन्जुर छन् कर्मचारी। जीवनभर 20औं वर्ष 30औं वर्ष काम गर्दा नि एउटा सानो रोग लाग्यो भने चन्दा उठाउनु पर्छ। यहाँ आखिर कमाउने केका लागि? बच्चाको शिक्षा स्वास्थ्यकै लागि हो। शिक्षा र स्वास्थ्य निःशुल्क गरिदियो सरकार। भगवान कसम म आइतलमै काम गर्न तयार छु। हुन त यो विदेशीको सरकार हो। विदेशीकै मोडलमा बजेट आएको छ। गरिब मारा सरकार हो। न स्वास्थ्यमा छुट छ न नेपाली पनमा बजेट आएको छ। बस विदेशी नक्कलको ढङ्ग नपुगे जस्तो आएको छ। खोइ स्वदेशी ब्रान्डलाई प्रोत्साहन गरेको, खोइ स्वदेशी माटोलाई छोएको। म अचम्म छु। स्वदेशी उत्पादन लगाऊ, स्वदेशी उत्पादन खाऊ, खोइ त नारा आएको। खोइ शिक्षा स्वास्थ्यमा निःशुल्क अफर आएको। निमुखा जनताहरूको आवाज समटिएको। अब त धनी मानिलाई मोज हुने भयो। अमेरिकन दलाल पुँजीवादलाई रम्य हुने